म चाहिँ उता निर मेरो घर म चाहिँ त्यहाँदेखि खाना छोडी भिडियो बनाउन भनेर आएँ हैन हाई एभ्रीवान देख्नुभयो होला हैन मैले भात छोडी किन आएँ त यस्तो रमाइलो हेर्नलाई अनि सबैजना रमाइलो गर्ने भन्दै एकाएक मूर्ति बन्न थाले त अनि मैले मूर्ति बनेर के गरेको यस्तो अलि रमाइलो गरौँ न भनेको त सबैजनालाई जोस जाँगर आयो कि क्या हो सबैजना डेउडा पो खेल्न थाले त अनि डेउडा खेल्दा के भयो यस्तो एक्कासी एक अर्कालाई ढाल्न थाले त अनि मैले त झगडा पर्यो कि क्या हो भन्न ठानेको त होइन सबैजना रमाइलो गर्नको लागि भए पनि एकाएक गर्दै लद्याङ लुदिङ पार्दै हिल्लोमा चोप्न थाले त मलाई पनि माटोमा च्याप्छन् कि भन्ने डर थियो तर च्यापेनन् अनि यत्तिकैमा जसको खेत थियो उहाँले चाहिँ ला एउटा चक्लेट खा भन्नुभयो होइन त्यही नै खुसीको कुरा हो आफ्नो भात छोडी आएको थियो होइन एउटा चक्लेट त खान पाइयो जे होस् सबैले अस्ति देख्नुभयो होला होइन मैले रोपाइ सिद्धियो मेरो चाहिँ असारको महिना लागे पनि भनेर भिडियो हालेको थिएँ होइन तर यो चाहिँ मेरो घर नजिकै छिमेकीहरूको होइन रोपिरहेको भिडियो हो तपाईँलाई के भयो त हेरेस् भन्नुहोस् त अनि सबजना रोप्नतिर लाग्यो होइन अनि मलाई चाहिँ बोर लाग्यो ला अब के गरौँ अनि बजे एउटा गीत गाइदिनुहोस् न भनेको बजे त झ्याम्मै गीत दिनुभयो त असारको महिनाको आज असारको 16 हो कि 17 गते हो अब फाइनल्ली सबैको रोपाइ सिद्धियो हाम्रो गाउँमा चाहिँ जता हेर्नुहुन्छ हरियाली सबको रोपाइ सिद्धियो हाम्रो रोपाइ चाहिँ असारको 12 गते फाइनल भएको थियो अनि अब त्यही हो छिमेकीहरूको बाँकी थियो सबको भ्याइयो अनि यत्तिकैमा जसको खेत थियो होइन उहाँको चाहिँ पैसा भिज्यो अब यो पैसा के गर्ने भन्नुभयो अनि मैले भिखारीको जस्तरी दिनुहोस् न त मलाई म नास्ता खान्छु भनेको अनि उहाँले नै लिनुहोस् त भनेर दिनुभयो होइन अनि मैले त्यसपछि पैसाले हावा खाएँ नास्ता खानु भनेर कति दियो होइन 35 रुपियाँ मिल्यो उतादेखि उपहार आयो 35 रुपियाँ हामीलाई पनि देऊ मैले त जबरजस्ती पाएँ अनि मैले सबैजनाले एक गर्दै हाई भन्न लगाएर सबैजनाले साथ पनि दिनुभयो होइन हाई भनेर सबैजनाले हाई गरिदिनु भयो अनि त्यसपछि तपाईँको नाम के हो धनकला धामी ओ धामी थरथर कामी हो अनि यत्तिकैमा मेरो नाम धनकला धामी भन्ने आन्टीले चाहिँ म 500 रुपियाँ दिन्छु मेरो खेत भ्याइयो पार्टी गर ल भनेर गफ पार्नुभयो म त मक्खै भइदिएको त ला के गरे यस्तो उल्लु बनाइदिनु हो नि 500 रुपियाँ दिन्छु भनेर लास्टमा 35 रुपियाँ लिएर आउनुभयो कि मैले त पैसा नि गर्ने नि धेरै झुट बोल्ने रहेछन् है अनि हाम्रो यहाँतिर चाहिँ खेत रोपेर भ्याइयो भने नभए खेत आधा रोपिसकेको भएपछि चाहिँ टिका लाउने चलन छ अनि जसको खेत थियो उहाँले चाहिँ एक गर्दै सबैले टिका लाउनु भयो त अनि आशीर्वाद लिन पनि थाल्नुभयो दिनेलाई दिन थाल्नुभयो अनि यत्तिकैमा मैले बजैलाई ला बजे अब सबैलाई आशीर्वाद दिनु भनेको त बजैले त आशीर्वादमा के गरे धन्यवाद आशीर्वादमा पनि धन्यवाद थ्याङ्क यू कसले भन्छ कसले अनि यत्तिकैमा टिका लाउने आन्टीले चाहिँ सबैले टिका लगाएर आइसकेपछि लास्टमा म चाहिँ बाँकी नै थिएँ र मलाई पनि आइज तँलाई नि टिका लगाइदिन्छु भन्नुभयो अनि मलाई टिका सिका लाउनु भयो अनि फेरि हामी पश्चिमतिरको मान्छेहरू अब टिका लगाइसकेपछि ढोक त दिनै पर्ने भयो होइन क्या गरा भाइ ढोक दिया अनि यत्तिकैमा एउटा भाइ आयो होइन दिदी कस्तो बोर लाग्यो कि रमाइलो गरौँ न भन्यो अनि मैले त्यसपछि रमाइलो गर्नको लागि भयो नि गीत गाएँ ओइ साडी लाएर आइ भने कालो चस्मा लायो भने पक्लक्कै ढल्छ केटा दरम दरम खेतबारी दरम दरम रोप्ने हो करम करम अनि मैले गीत गाए सँगसँगै बजैले चाहिँ नाचेर साथ दिनुभयो तपाईलाई यहाँ कसले कर गर्यो त रोप्न बुढे मान्छेलाई यो सबै कर गर्दा बा क्यारो दुःख छ बा सौदन अर्को बिहा गर्दिउ के त मिले त त्यसो भएन म बुढीको हेर्दैछ भत्ता पाउने बेलामा केटाको आश नगरौँ के कस्तो हेपा 84 फाइनल्ली साथीहरू हाम्रो गाउँभरिकै रोपाइ सिद्धियो असारको आज 16 हो कि 17 गते कति हो फाइनल्ली खेत रोपेर खतम अब चाहिँ सुक्खाको दिन आयो होइन ल उता चाहिँ बजेहरूको भनाइ चाहिँ होइन असारको महिना सिद्धियो र खेत रोपेर पनि सिद्धियो सबैलाई आशीर्वाद के अरे सुख मिलोस् सुख मिलोस् असारको महिना सिद्धिए सँगसँगै होइन अब सूचना सन्देश भन्ने कुरा केही दिन मन छ केही छैन बाबा केही छैन पुरा पुग्यो हेलो ठुलो मम्मी तपाईको केही छ ठुलो मम्मीलाई ठुलो मम्मी
केही सूचना सन्देश दिनु छ अनि गाउँमा बसेपछि यस्तै हो काम भन्ने कुरा कहिल्यै सिद्धिन्न असारको महिना त सिद्धियो तर पनि फेरि घाँस काट्नु छ होइन अनि त्यसपछि चाहिँ उहाँहरू चाहिँ अब नुहाएर फ्रेस हुन थाले अनि मलाई चाहिँ के गर्ने है अब उहाँहरू त हिल्लोमा हुनुहुन्थ्यो त्यही भएर नुहाउनु थाल्नु मलाई चाहिँ बोर लाग्यो अनि 1-2टा फोटोसोटो खिच्न लगाएँ अनि त्यसपछि म चाहिँ घरतिर जान्छु भनेर मम्मीसँगै घरतिर लागेँ हस् त भिडियो हेरिदिनु भएकोमा धन्यवाद अनि सँगसँगै बाई